नमस्कार सम्पूर्ण साथीहरुमा म स्मार्ट तामाङ। अहिले म ब्लू माउन्टेनमा छु। एनएसडब्ल्यू को ब्लू माउन्टेन को थ्री सिस्टर लुकआउट त्यहाँ हेर्न सक्नुहुन्छ यहाँहरुले। यहाँलाई म देखाउन चाहन्छु। यो चाहिँ विश्व सम्पदा सूचीमा पर्दछ यो ठाउँ। म हिजो बिहान हिँडेको यो ठाउँमा आइपुग्नको लागि लगभग 7-8 घण्टाको यात्रा पश्चात म यहाँ आइपुग्न सफल भयो। मेरो साथीहरू पनि हुनुहुन्थ्यो र बेलुका 5 बजेतिर हामी यहाँ आइपुगेको थियौँ। साँझ हुन लागेको थियो तर हामीले सनसेट हेर्ने अवसर पाएको थियौँ बेलुकामा। साह्रै मनमा एकदम आनन्दित र खुसी तुल्यायो यो ठाउँमा आइपुग्दाखेरि। मलाई कता कता हाम्रो आफ्नै देशमा पुगे झैँ लाग्यो। पहाड, ठुलो जङ्गल र यहाँको मौसम एकदमै चिसो छ। अहिले बिहान हो तर एकदमै हावा चलिरहेको छ र हिजोको रातमा हामी आएर बेलुका बस्दाखेरि पनि यहाँ चिसो थियो तर अहिले बिहानमा पनि त्योभन्दा बढी चिसो रहेछ। ठाउँ चाहिँ एकदमै सुन्दर छ, नयाँ जङ्गल र पहाडले भरिएको। अहिले बिहानमा तपाईँले हेर्न सक्नुहुन्छ यो सनराइज ठ्याक्क घाम लाग्दैछ हैन। विभिन्न ठाउँबाट यहाँ अस्ट्रेलियामा आउने मान्छेहरूको धेरै भिड हुन्छ। अहिले बिहान भएको हुनाले त्यति धेरै भिड छैन। त्यही भएर मैले यो अवसरलाई सदुपयोग गरेर तपाईहरु समक्ष एउटा भिडियो बनाएको छु। म चाहिँ आफूलाई के लाग्छ भने तपाईलाई जीवनमा कसैको लागि के कुरा इम्पोर्टेन्ट हुन्छ नि, मलाई चाहिँ नयाँ ठाउँहरू घुम्नलाई एकदमै मनपर्छ हैन। तपाई दुःख पनि गर्नुहुन्छ र आफूले कमाएको केही पैसाबाट तपाईले आफूलाई घुम्नुस् र नयाँ नयाँ ठाउँहरू घुम्नुस्। किनभने जीवन भनेको एक पटक आउँछ, यो फर्केर फेरि आउँदैन र समय मिलेमा तपाईले आफूलाई नयाँ ठाउँहरू एक्सप्लोर गर्नुस्, घुम्नुस्, आनन्द लिनुस् र एउटा जीवनमा एउटा अविस्मरणीय पलहरू तपाईले चाहिँ बिताउनुस्, जसले गर्दा पछि गएर पनि तपाईले आफूलाई मोटिभेट गर्नलाई महत्त्वपूर्ण भूमिका खेल्नेछ। र समय रहेसम्म तपाईले आफूलाई एकदम मन लागेको कुराहरू, इच्छा लागेको कुराहरू चाहिँ गर्नुपर्छ हामी। किनभने जीवनमा फेरि त्यो ठाउँमा त्यो समय फेरि जुट्दैन र अवसर पनि जुट्दैन। तसर्थ मेरो साथीहरू यदि अस्ट्रेलियामा आउनुभयो अथवा अस्ट्रेलियामा हुनुहुन्छ भने एकपटक समय निकालेर तपाईँ अवश्य यहाँ घुम्न आउनु होला। कति धेरै काम पैसा हैन, तपाईँको यो सपना त्यो सपना भनेर तपाईँको आफ्नो समय त्यतिकै गएको तपाईँलाई थाहा नै हुँदैन। तसर्थ तपाईँले के गर्नु पर्यो भने, मेरो आफ्नो व्यक्तिगत कुरा हो, तपाईँ लागु हुनुहुन्छ सधैँ काम मात्र होइन साथीहरू, आफूलाई बाहिर पनि निस्कनुस्, संसार हेर्नुस्, घुम्नुस् र आफूले एउटा जीवनको एउटा अमूल्य पलहरूलाई तपाईँले सायद अमूल्य पलहरू चाहिँ तपाईँले बिताउने कोसिस गर्नु होला र आफूलाई खुसी बनाउनु होला। यहाँ अरू कुरा जीवनमा धेरै कुराहरू छन् जुन चाहिँ आफूले भन्दा अरू कुराहरू भनेको तपाईँको क्षणिक हुन्छ, केही समयको लागि हुन्छ र तसर्थ अवसर मिलेको खण्डमा यस्तो ठाउँहरूमा चाहिँ घुम्ने कोसिस गर्नु होला। हेर्नु सक्नुहुन्छ तपाईँले, हेर्नुहोस् त कति राम्रो ठाउँ छ, घाम लागिरहेको छ र तपाईहरुलाई पनि यो ठाउँमा आउनु हुन अनुरोध गर्दै मेरो यो भिडियो हेर्दिनु होला भन्ने सबैलाई अनुरोध गर्दै सबैजनालाई धेरै धन्यवाद। र यो भिडियो मलाई यो भिडियो रेकर्डिङ गर्ने प्यारी बहिनी तमुलाई पनि धेरै धन्यवाद।